सबैजनालाई नमस्ते भन्न चाहन्छु। अहिले चाहिँ एउटा खुसीको खबर आएको छ। खुसीको खबर मैले सुनेको छु। जति पनि सवारी साधनको चाहिँ ट्रायल पास गरेर स्मार्ट कार्डको चाहिँ पर्खाइमा बसिरहनु भएको थियो, उहाँहरूको लागि चाहिँ खुसीको खबर आएको छ। गुगलमा जानुहोला, गुगलमा गएर लाइसेन्स स्टेटस डट स्पेस टाइप गर्नुहोला। टाइप गरिसकेपछि सबभन्दा माथि चाहिँ लाइसेन्स चेक प्रिन्ट भनेर देखाउँछ। लाइसेन्स चेक प्रिन्ट नेपाली ड्राइभिङ लाइसेन्स स्मार्ट कार्ड स्टेटस भनेर देखाउँछ। त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईको चाहिँ पास भइसकेपछि एउटा लाइसेन्स नम्बर दिएको हुन्छ। त्यो लाइसेन्स नम्बर त्यहाँ टाइप गर्नु होला अनि भेरिफाइड नाउ भनेर देखाउँछ। त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईको यदि लाइसेन्स बनेको छ भने प्रिन्टेड रेडी भनेर देखाउँछ। यदि लाइसेन्स चाहिँ बनेको छैन भने लाइसेन्स बनेको छैन भनेर चाहिँ त्यहाँ देखाउँछ। यसै गरी चाहिँ तपाईको आफ्नो स्मार्ट कार्डहरू चाहिँ बन्यो कि बनेन भनेर चाहिँ तपाईहरूले चाहिँ हेर्न सक्नुहुनेछ। मैले चाहिँ हेरिसकेँ, मेरो चाहिँ प्रिन्ट भइसकेको रहेछ हैन। तपाईको चाहिँ कहाँ प्रिन्ट भएको, कुन ट्रायल सेन्टर कहाँबाट दिएको भनेर त्यहाँ चाहिँ सबै त्यो चाहिँ प्रिन्ट यदि रेडी छ भने तपाईको चाहिँ त्यहाँनिर त्यो पनि देखाउँछ हैन। यसै गरी चाहिँ तपाईले चाहिँ अब तपाईहरू सबैजनाले चाहिँ यसै गरी हेर्न सक्नुहुनेछ है त। हस् त।